2083 साल वैशाख 13 गतेबाटै बृहस्पतिको शुभ प्रभावले यी 12 राशि मध्ये कुन राशि हुँदैछन् भाग्यमानी। गुरु बृहस्पतिले राशि परिवर्तन गरेर कर्कट राशिमा रहँदा यो वर्षभरि उच्च भएर रहनेछन्। उच्च भएर रहँदाखेरि कतै तपाईको नाम राशि र तपाईको महत्त्वपूर्ण नाम पनि परेको छ कि यो महत्त्वपूर्ण जानकारी अवश्य हेरिहाल्नुहोस्। ज्योतिष विज्ञान। नमस्कार दर्शकवृन्द, तपाईहरु हेर्दै हुनुहुन्छ गुरु पराशर ज्योतिष। म ज्योतिष पराशर गुरु पेप्सीकोला काठमाडौँ नेपालबाट बोल्दैछु। दर्शकवृन्द, आजको विषय रहेको छ वैशाख 13 गतेबाट गुरु बृहस्पतिले मिथुन राशि छोड्दै कर्कट राशिमा रहँदा यो वर्षभरि यी 12 राशि मध्ये कुन राशि हुँदैछन् भाग्यमानी भन्ने बारेमा विशेष चर्चा गरिनेछ। गुरु बृहस्पति मिथुन राशि छोड्दै कर्कट राशिमा रहनेछन्। कर्कट राशिबाट मङ्सिर महिनाबाट फेरि सिंहमा रहने र छोटो पिरियडबाटै फेरि सिंह राशिबाट कर्कट राशिमा वापस आउनेछन्। त्यसले गर्दा दर्शकवृन्द, यो अतिचारी अवस्थामा यो वर्षभरि गुरु बृहस्पति रहँदा कुन राशिलाई शुभ कुन राशिलाई कष्ट पीडा हुँदैछ त, यसको बारेमा यो महत्त्वपूर्ण जानकारी तपाईहरुले सुरुदेखि अन्त्यसम्म हेरेर आफ्नो राशि र आफ्नो नाम अनुसार महत्त्वपूर्ण यी 12 राशिको भिडियो अवश्य हेर्नुहोला र गुरु पराशर ज्योतिषको कार्यक्रमलाई मन पर्यो भने सब्स्क्राइब गरेर भिडियो मन पर्यो भने एक शेयर एक लाइक अवश्य गरिदिनुहोस्। दर्शकवृन्द, पहिलो राशि मेष राशि एरिज। मेष राशि र मेष लग्नका स्वयं मालिक बृहस्पति व्यय भावमा रहनु र मेष लग्न र मेष राशिका बृहस्पति पराक्रम भावमा बस्नु। पराक्रम भावमा बस्दाखेरि भाग्य भावलाई देख्ने, जो जाँगर आँट हिम्मत बढ्ने, नेम फेम बढ्ने, सम्पूर्ण प्रगति हुँदैछ। बृहस्पति गुरुले गर्दा मेष राशिलाई दर्शकवृन्द, मेष राशिका जातक जातिकालाई यो शनिको 7.5 छ भनेर तपाईहरु नआत्तिनुहोस्। गुरु बृहस्पतिले शनिलाई एकदम पावर घटाउने छन् र शनिको पावर गुरु बृहस्पतिका अगाडि कमजोर हुनेछ। त्यसले गर्दाखेरि बृहस्पति गुरुले मेष राशिका जातक जातिकालाई व्यापार व्यवसायमा प्रगति हुनेछ। जागिर खानेको जागिर राम्रो हुनेछ। कृषि व्यापार कृषि पशु चौपायन राम्रो हुनेछ। सम्पूर्ण कुरामा गुरु बृहस्पतिको प्रभाव पोजिटिभ रहनेछ। मेष राशिलाई मित्रहरू, गुरु बृहस्पति पराक्रम भावमा बसेर सप्तम भावलाई देख्दा पारिवारिक सुख, विवाह नहुनेको विवाह हुने, पार्टनरसिपको व्यापार व्यवसाय सप्रेर जाने, वैदेशिक यात्रा हुने, एकदम आय आर्जनमा वृद्धि गराउँछन् गुरु बृहस्पतिले भने। गुरु बृहस्पति पराक्रम भावमा बसेर भाग्य भावमा सप्तम दृष्टिकोण हुन्छ भने गुरु बृहस्पतिको 9 दृष्टिकोण लाभ भावमा पर्छ। गुरु बृहस्पतिको पञ्चम दृष्टिकोण सप्तम भावमा पर्छ। सप्तम भावमा रहँदाखेरि विवाह नहुनेको विवाह हुन्छ, मङ्गनी नहुनेको मङ्गनी हुनेछ, विदेश यात्रा नहुनेको विदेश यात्रा हुनेछ, पार्टनरसिपबाट आय आर्जन वृद्धि हुनेछ, पति पत्नीमा सम्बन्ध राम्रो हुनेछ, सन्तान सुरु हुनेछ, सन्तान राम्रा भएर जन्मिनेछन् र घरमा सन्तान छन् भने पढाइ राम्रो गर्नेछन् र सम्पूर्ण कार्य पति पत्नीमा राम्रो भएर जानेछ। भाग्य भावको बृहस्पतिले भाग्यमा वृद्धि हुनेछ, धन दौलत आय आर्जन वृद्धि हुनेछ र दर्शकवृन्द, भाग्य भावको कारणले गर्दा धर्म कर्म अगाडि बढ्नेछ र लाभ स्थानमा दृष्टिकोण 9 दृष्टिकोण पर्दाखेरि बृहस्पतिको यसले आय आर्जन वृद्धि, इच्छा आकाङ्क्षामा वृद्धि र ताई दिदीको सम्बन्ध राम्रो भएर जानेछ। सम्पूर्ण कुरा सुख भएर जानेछ दर्शकवृन्द। र तपाईहरुको यो वर्षभरि 7.5 शनि छ भनेर तपाईलाई चिन्ता लाग्छ भने शनिबार पिपललाई जल चढाइदिनुहोस् दर्शकवृन्द। दोस्रो राशि वृष राशि टरस।
वृष राशि र वृष लग्नका स्वयं मालिक शुक्र लग्नमा रहँदाखेरि चन्द्रमा र शुक्रको एकदम सकारात्मक भाव रहनेछ। धनभावमा रहेका बृहस्पतिले अष्टम भावलाई देख्दाखेरि स्वास्थ्यमा सुधार भएर जानेछ। पारिवारिक सम्बन्ध राम्रो भएर जानेछ। विवाहितहरूको सम्पूर्ण कार्य राम्रो भएर जानेछ। आय आर्जन एकदम सफल भएर जानेछ। व्यापार व्यवसायमा वृद्धि भएर जानेछ। बृहस्पतिको 9 दृष्टिकोण राज्येश कर्मभावमा पर्दाखेरि राज्यबाट मान सम्मान, जागिर, व्यापार व्यवसाय, उद्योग धन्दा, विद्यार्थीको पढाइ सम्पूर्ण कुरामा राम्रो भएर जानेछ। प्रमोसन हुनेछ र गुरु बृहस्पतिको प्रभावले भविष्यमा तपाईँहरूलाई सुख शान्ति आनन्द मिल्नेछ। तर दर्शकवृन्द, गुरु बृहस्पतिको दृष्टिकोण 6औँ भावमा हुँदा ससाना रोग व्याधिहरू बढ्नेछ। स्वास्थ्यमा गडबड हुनेछ। खानपिनमा विशेष ख्याल गर्नुहोस्। तेस्रो राशि मिथुन राशि जेमिनी। मिथुन राशि र मिथुन लग्नका स्वयं मालिक लग्नमा हुनु र बृहस्पति पनि लग्नमा रहनु र यो गजब केही सिरियोग हुनु, त्यसले गर्दा दर्शकवृन्द मिथुन राशिका लागि यो 2083मा विशेष महत्त्वको साथ फाइदै फाइदा र लाभै लाभ हुँदैछ मित्रहरू। किनभने गुरु बृहस्पति पोजिटिभ प्रभाव पर्छ। गुरु बृहस्पतिले नेगेटिभ प्रभावलाई कम बनाउने, पोजिटिभ प्रभावलाई बढाउने, पोजिटिभ थिङ्किङ बढ्ने, व्यापार व्यवसाय राम्रो हुने, स्वास्थ्यमा राम्रो हुने, पारिवारिक मेल हुने, विवाहितहरूको विवाह सम्बन्ध राम्रो भएर जाने, विवाह नहुनेको प्रेम प्रसङ्ग राम्रो भएर जाने। यसले गर्दा दर्शकवृन्द, तपाईँहरूको दिन 2 गुणा रात 4 गुणा प्रगति नै प्रगति हुँदैछ भने यसको 9 दृष्टिकोण भनेको भाग्य भावमा पर्छ। भाग्य भावमा पर्दाखेरि भाग्यमा वृद्धि, धर्म कर्ममा मन जाने, आर्थिक विकास हुने र वैदेशिक यात्रा हुने, सम्पूर्ण मनोकामना पूर्ण हुन्छ। दर्शकवृन्द, बृहस्पति लग्नमा बसेर पञ्चम भावलाई देख्दाखेरि ज्ञान, गुण, बुद्धि, विवेक, शिक्षा सबै प्रगति भएर जानेछ र जागिरीको प्रमोसन हुनेछ। विद्यार्थीको पढाइ राम्रो हुनेछ र राज्यबाट मान सम्मान पाउनेछ र सन्तानहरू नहुनेको सन्तान हुनेछ। असल सन्तान जन्मिनेछन्। केटीकेटीहरूको पढाइ राम्रो भएर जानेछ र लोकसेवा पनि पास हुनेछ, प्रमोसन हुनेछ। व्यापार व्यवसाय राम्रो हुनेछ। कृषि चौपायामा राम्रो हुनेछ र कृषि व्यापार व्यवसाय राम्रो हुनेछ। सम्पूर्ण कार्यमा गुरु बृहस्पतिको सकारात्मक प्रभाव एकदम महत्त्वपूर्ण रहेको छ मिथुन राशिमा। दर्शकवृन्द, चौथो राशि कर्कट राशि क्यान्सर। कर्कट राशि र कर्कट लग्नका स्वयं मालिक चन्द्रमा र गुरु बृहस्पति लग्नमा हुनु। कर्कट राशिमा बृहस्पति उच्चका हुन्छन् र अंशका नामका राजयोग पनि परेको छ र यसमा बुधात्य पनि पर्छ। यसले गर्दा यो वर्षभरि कर्कट राशिका लागि अब जिन्दगीमा जति दुःख थियो, कष्ट थियो, पीडा थियो, राम्रो भएर जानेछ मित्रहरू। कर्कट राशिको 7औँ दृष्टिकोण भनेको 7औँ भावमा पर्छ। 7औँ भावमा पर्दाखेरि विवाहितको सम्बन्ध राम्रो भएर जाने, सन्तान असल हुने, पार्टनरसिप राम्रो हुने र 9 दृष्टिकोण भाग्य भावमा पर्छ। भाग्य दिन 2 गुणा रात 4 गुणा कर्कट राशिको प्रगति भएर जानेछ। यसरी जीवनमा धेरै वर्षपछि मात्रै कर्कट राशि र कर्कट लग्नका जातक जातिकाको बृहस्पति गजकै सिरियोगका साथ बृहस्पति लग्नमा आउनु, उच्चका हुनु र यो बृहस्पति उच्चका हुँदाखेरि शुभ प्रभाव बढी हुनेछ र यसको पञ्चम दृष्टिकोण पञ्चम भावमै पर्छ। त्यसले गर्दा दर्शकवृन्द, ज्ञान, गुण, बुद्धि, विवेक, सन्तान शिक्षामा राम्रो हुनेछ, पढाइ राम्रो हुनेछ। विद्यार्थीहरूको पढाइ असल भएर जानेछ। जहाँ द्युति पास हुनेछन्, लोकसेवा पास हुनेछ। सम्पूर्ण कार्यमा प्रगति नै प्रगति हुँदैछ र कर्कट राशि र कर्कट लग्नका लागि दुध, डेरी, जलसँग सम्बन्धित तरल पदार्थ, ठेक्का, पट्टा यी सम्पूर्ण कृषि, व्यापार, व्यवसाय सम्पूर्ण कुरामा प्रगति नै प्रगति हुनेछ। 5औँ राशि सिंह राशि लियो। सिंह राशि र सिंह लग्नका स्वयं मालिक सूर्य लग्नमा हुनु
बुधातियोग हुनु। सिंह राशि र सिंह लग्नका बृहस्पति लाभ स्थानमा रहँदा सिंह राशिका जातक जातिकाका दाइ दिदी आफन्त मान्यजनबाट मान सम्मान पाइनेछ, साथ सहयोग पाइनेछ र दर्शकवृन्द तपाईँहरूको इच्छा आकाङ्क्षा सबै पुरा भएर जानेछ। र बृहस्पतिको सप्तम दृष्टिकोण पञ्चम भावमा हुनु ज्ञान गुण बुद्धि विवेक ठेक्का पट्टा यी व्यापारमा सबै राम्रो हुनु र शिक्षा क्षेत्रमा राम्रो हुनु, जागिरको जागिरमा प्रमोसन हुनु, नयाँ जागिरको नयाँ नियुक्ति पाउनु, सम्पूर्ण कुरामा असलै असल हुँदैछ। केटाकेटीको पढाइ राम्रो भएर जानेछ, व्यापार व्यवसाय राम्रो हुनेछ। बृहस्पतिको 9 दृष्टिकोण सप्तम भावमा पर्दाखेरि सिंह राशि र सिंह लग्नका जातक जातिकाको लागि पति पत्नीमा सम्बन्ध राम्रो हुनेछ गुरु बृहस्पतिको कारणले। र दर्शकवृन्द तपाईँहरूको व्यापार व्यवसाय आय आर्जन वृद्धि हुनेछ, सन्तान सुख प्राप्त हुनेछ, छोराछोरीको खबर एकदम प्रगति नै प्रगति सुन्न पाइनेछ मित्रहरू। त्यसो भएको हुनाले लाभ स्थानको दृष्टिकोण भनेको पराक्रम भावमा रहन्छ सिंह राशिको, जो जाँगर आँट हिम्मतका साथ पराक्रम बढ्नेछ, ज्ञान गुण बुद्धि विवेक बढेर जानेछ। सिंह राशिको नेम फेम सम्पूर्ण कुरा राम्रो भएर जानेछ। 6औं राशि कन्या राशि भर्गो। कन्या राशि र कन्या लग्नका स्वयं मालिक लग्नमा रहनु र लग्नमा रहेर सप्तम भावलाई देख्नु, व्यापार व्यवसाय बुद्धि विवेकमा एकदम प्रगति हुनेछ र सम्पूर्ण कार्य यो वर्षभरि गुरु बृहस्पति कर्म भावमा रहेर सुख स्थानमा देख्नेछन्। सुख स्थानमा देख्दाखेरि राज्यबाट मान सम्मान मिल्ने, गरेको काम राम्रो हुने, कन्या राशिको लागि ठेक्का पट्टा व्यापार व्यवसाय वैदेशिक यात्रा राज्यबाट मान सम्मान सम्पूर्ण कुरा पाइनेछ, मातृसुख हुनेछ, व्यापार व्यवसाय प्रगति हुनेछ, सम्पूर्ण कुरामा शुभै शुभ हुनेछ। बृहस्पतिको प्रभाव सकारात्मक रहेको देखिन्छ मित्रहरू। कर्मस्थानका बृहस्पतिले धनस्थानमा देख्दाखेरि गरेको कर्मबाट सफलता मिल्नेछ र सम्पूर्ण तपाईँहरूको यो धनभावका दृष्टि हुँदा यो बृहस्पतिलाई सम्पूर्ण धन सम्बन्धी कार्यमा तपाईँहरूको सकारात्मक प्रभाव पर्नेछ, गरेको व्यापार व्यवसायबाट लाभ हुनेछ, सम्पूर्ण कुरामा सकारात्मक प्रभाव गुरु बृहस्पतिले दिँदैछन् भनेदेखि केही स्वास्थ्यमा समस्या आउँछ। 6औं भावमा दृष्टिकोण पर्दा अलिक खानपिनमा विशेष ख्याल गर्नुहोस्। कन्या राशिले खानपिनमा विशेष ख्याल गर्नुभयो भने तपाईँलाई राम्रो हुनेछ। भाग्य भावका शुक्रले भाग्यमा वृद्धि, सन्तान सुख, पारिवारिक सुख मिलाप भएर जानेछ। 7औं राशि तुला राशि लिब्रा। तुला राशि र तुला लग्नका स्वयं मालिक लग्न र अष्टम भावका स्वयं मालिक अष्टम भावमै रहनेछन्। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोस् तुला राशिले भनेदेखि मित्रहरू। तुला राशि र तुला लग्नका बृहस्पति भाग्य भावमा बसेर पराक्रम भावलाई देख्नु, जोस जाँगर आँट हिम्मत बढ्नु र बृहस्पतिले आफ्नो भावलाई देख्दाखेरि जोस जाँगर आँट हिम्मत बढेर जानेछ। तुला राशिका भाइ बहिनीबाट साथ सहयोग पाइनेछ। उद्योग धन्दा चलाउनु भएको थियो भने सहयोगीबाट साथ सहयोग पाइनेछ। सहयोगी कर्मचारीले तपाईँहरूलाई एकदम साथ सहयोग दिनेछन्। व्यापार व्यवसायमा तपाईँको प्रगति हुनेछ। सोचेको भन्दा राम्रो व्यवसाय चलेर जानेछ। बृहस्पतिको पञ्चम दृष्टिकोण लग्नमा रहनेछ। लग्नमा रहँदाखेरि जोस जाँगर आँट हिम्मत तुला राशिको बढ्नेछ। स्वास्थ्य राम्रो भएर जानेछ। बाणी शुद्ध हुनेछ। तपाईँहरूले बोलेको कुरा सबैले सुन्नेछन्। मान मान्यता पाइनेछ। पारिवारिक सम्बन्ध राम्रो भएर जानेछ र बृहस्पतिको 9 दृष्टिकोण तपाईँहरूको पञ्चम भावमा पर्दाखेरि ज्ञान गुण बुद्धि विवेक सबै बढेर जानेछ। स्वास्थ्य सुध्रेर जानेछ। व्यापार व्यवसाय राम्रो हुनेछ। तुला राशिको कृषि व्यापार व्यवसायबाट लाभ हुनेछ र दर्शकवृन्द अब तपाईँहरू कर्मशील बनिहाल्नुहोस्। विद्यार्थीको पढाइ राम्रो भएर जानेछ। जागिरमा प्रमोसन हुनेछ र राज्यबाट मान सम्मान मिल्नेछ। 8औं राशि वृश्चिक राशि स्कर्पियो। वृश्चिक लग्न र वृश्चिक राशिका स्वयं मालिक मङ्गल पञ्चम भावमा रहनु। वृश्चिक राशिका बृहस्पति
अष्टम भावमा रहेर धनभावलाई देख्नु, धन दौलत सम्पत्ति सबैबाट तपाईँलाई सन्तुष्टि मिल्नेछ, आफन्तजनबाट सहयोग मिल्नेछ, सम्पूर्ण कुरामा बोली मिठो भएर जानेछ, नातागोतामा राम्रो हुनेछ। गुरु बृहस्पति धनभावमा बसेर यसको 9 दृष्टिकोण सुख स्थान, मातृस्थान, घर घडेरी जग्गा जमिनको स्थानमा दृष्टि दिँदाखेरि गुरु बृहस्पतिको दृष्टिले घर घडेरीमा किन्न मन थियो भने घर जग्गा जोडिनेछ, आय आर्जन वृद्धि हुनेछ, सन्तानबाट सुख हुनेछ, सन्तानबाट साथ सहयोग पाइनेछ र माताको स्वास्थ्य राम्रो भएर जानेछ र माता पिताको सम्बन्ध पनि सुमधुर भएर जानेछ। दर्शकवृन्द, वृश्चिक राशिको जातक जातिकाले यो विशेष ख्याल गर्नुपर्ने कुरा के छ भने हामीले यात्रा गर्दा अलिक बढी धन खर्च हुने भएको हुनाले विशेष ख्याल गर्नुहोस्। बृहस्पतिको 5औं दृष्टिकोण व्यय भावमा हुँदाखेरि तपाईँहरू वृश्चिक राशिका जातक जातिकाले सही ठाउँमा खर्च गर्नुहुनेछ र सबैलाई साथ सहयोग दिनुहुनेछ, सबैबाट तपाईँलाई सम्मान मिल्नेछ र एकदम तपाईँले गरेका कामबाट तपाईँलाई नेम फेम सबै नाम चलेर जानेछ, सबैले मन पराउनेछन् र तपाईँको घर परिवार पनि सम्बन्ध राम्रो भएर जानेछ। 9 राशि धनु राशि सेजिटेरियस। धनु राशि र धनु लग्नका स्वयं मालिक बृहस्पति सप्तम भावमा बसेर लग्नलाई देख्नु, लग्नलाई देख्दा गजकेसरी योग हुनु, सूर्यको पनि साथ पाउनु, सूर्यले साथ दिनेछन् भनेदेखि बृहस्पतिको शुभ प्रभावले गर्दा शनिको प्रभाव पनि अढैयामा धनराशिको लागि घटेर जानेछ र अढैया छ भनेर धनराशिका जातक जातिका नआत्तिनुहोस्, किनभने यो अवसर जीवनमा एकपटक आउँछ। यो धेरै वर्षपछि गुरु अतिचारी भएर यसरी एकै वर्ष धेरै राशि घुमिरहनु, त्यस्तो घुम्दा घुम्दै शनिलाई कन्ट्रोल गर्नु, शनिलाई साथ दिनु र शनिको प्रभावलाई घटाइदिनु र अढैया शनि भए पनि धनराशिका जातक जातिकाको अब दुःखका दिन जाने, आनन्द सुख शान्ति मिल्ने, रोग व्याधि जाने, सम्पूर्ण कार्यहरू बन्नेछ। पराक्रम स्थानमा यो बृहस्पतिको दृष्टिकोण हुँदा धनराशिको लागि जोस जाँगर आँट हिम्मत बढेर जानेछ, पराक्रम बढ्नेछ, सबैबाट साथ सहयोग पाइनेछ। बृहस्पतिको 5औं दृष्टिकोण लाभ स्थानमा पर्दाखेरि आय आर्जन वृद्धि हुनेछ, धन दौलत राम्रो हुनेछ, दाइ दिदीबाट साथ सहयोग पाइनेछ र शनिको प्रभाव कम हुँदाखेरि धनराशिलाई यो वर्ष सुख शान्ति आनन्द प्रगति नै प्रगति हुनेछ। मकर राशि क्याप्रिकन। मकर राशि र मकर लग्नका स्वयं मालिक शनि पराक्रम भावमा बसेर मकर राशि र मकर लग्नका लागि दर्शकवृन्द यो वर्षभरि शनिलाई बृहस्पतिले साथ सहयोग दिनेछन्। बृहस्पति 6औं भावमा बसेर व्यय भावलाई देख्छन्, विदेशको यात्रा राम्रो, आय आर्जनमा प्रगति हुनेछ, खर्च गर्दाखेरि सही ठाउँमा खर्च हुनेछ र तपाईँहरूले दुखी गरिब कमजोरहरूलाई दान दक्षिणा बढी गर्नुभयो भने तपाईँलाई साथ सहयोग मिल्नेछ। मित्रहरू, तपाईँहरूको प्रगति नै प्रगति हुनेछ। मित्रहरू, यो बृहस्पतिको 7औं दृष्टिकोण व्यय भावमा हुन्छ भने बृहस्पतिको 9औं दृष्टिकोण धनभावमा पर्छ। धनभावमा पर्दाखेरि आफन्तजन नाता गोताबाट मान सम्मान पाइने, सबैबाट राम्रो हुने, सबैले रेस्पेक्ट गर्ने, तपाईँलाई यो वर्षभरि बृहस्पति गुरुले गर्दा सम्पूर्ण कुरामा सुखै सुख दिनेछन्। बृहस्पतिको 5औं दृष्टिकोण कर्मेश भनेको 10औं भावमा देख्नेछ। राज्यबाट मान सम्मान, कर्ममा सफलता, मातृ सुख, पारिवारिक सुख, ठेक्का पट्टा, व्यापार व्यवसाय, ज्योतिष ग्रह गणनामा तपाईँको एकदम अब्बल भएर राम्रो भएर जानेछ। सम्पूर्ण कार्यहरू सिद्धि हुनेछ। कुम्भ राशि एक्युरियस। कुम्भ राशि र कुम्भ लग्नका स्वयं मालिक शनि धनभावमा बसेर धन आय आर्जनमा एकदम प्रगति हुनेछ। तपाईँको बृहस्पतिले 5औं भावमा बसेर यो कुम्भ राशिका बृहस्पति 5औं भावमा बसेर लाभ स्थानमा देख्दा आय आर्जन इच्छा आकाङ्क्षा पूर्ति हुनेछ, धन दौलत कमिनेछ र सम्पूर्ण कुरा तपाईँको गुरु बृहस्पतिको प्रभावले यो वर्षभरि
गुरु बृहस्पतिकै कारणले जे गरौँ तपाईँको सफल हुनेछ। गुरु बृहस्पतिलाई एकदम तपाईँले सम्मान गर्नुपर्ने हुन्छ। र दर्शकवृन्द, यो लाभ स्थानका गुरु बृहस्पतिले दाई दिदी सम्पूर्ण आफन्तबाट राम्रो हुनेछ। गुरु बृहस्पतिको पञ्चम दृष्टिकोण भाग्यभावमा पर्दा भाग्यवृद्धि हुनेछ र तपाईँहरूको धर्म कर्म मन जानेछ, नेम फेम बढ्नेछ, सम्पूर्ण कुरा राम्रो भएर जानेछ। दर्शकवृन्द, गुरु बृहस्पतिको 9 दृष्टिकोण लग्नमा हुँदाखेरि शनिको प्रभाव कम भएर जानेछ। कुम्भ राशिको यो अन्त्य 7.5 छ भनेर नअत्तिनुहोस्। र लग्नमा पर्दाखेरि स्वास्थ्यमा सुधार, पारिवारिक मेल, विवाह नहुनेको विवाह हुनेछ, सन्तान नहुनेको सन्तान हुनेछ, विद्या बुद्धि विवेक बढेर जानेछ, पढाइ राम्रो हुनेछ, विद्यार्थीको राम्रो पढाइ भएर असल भएर जानेछ र कृषि व्यापार व्यवसायमा नि सफल भएर जानेछ। उद्योग धन्दा ठेक्का पट्टामा काम गर्ने कुम्भ राशिको लागि यो साल गुरु बृहस्पतिले एकदम पोजिटिभ र सफलता दिलाउने छन्। 12औं राशि मीन राशि पाइसिज। मीन राशि र मीन लग्नका स्वयं मालिक बृहस्पति सुख स्थान मातृभावमा बस्नु। मातृभावमा बस्दाखेरि मातृ सुख, पारिवारिक सुख, मातापितासँग सम्बन्ध राम्रो हुने मीन राशिको। अब योभन्दा अगाडि जे जस्तो मीन राशिलाई मध्ये 7.5 छ भने तपाईँहरू आत्तिनु भएको थियो, अब यो साल आत्तिनु पर्दैन। 2083 साल वैशाख 13 गतेबाट मीन राशिका लागि दिन 2 गुणा रात 4 गुणा प्रगति नै प्रगति हुँदैछ। पारिवारिक सुख, राज्यबाट मान सम्मान, सन्तान सुख, पारिवारिक सुख, सम्पूर्ण कुराहरू एकदम सकारात्मक हुँदैछ। मित्रहरू मीन राशिको लागि यो वर्ष शनिको प्रभाव घटेर जानेछ। किनभनेदेखि मित्रहरू, गुरु बृहस्पतिले मीन राशिका जातक जातिकाको लागि मीन राशि र मीन लग्नमै शनि बस्नु। यो वर्षभरि मीन राशिका शनि मीन राशि र मीन लग्नमा रहँदाखेरि बृहस्पतिको सकारात्मक प्रभावले गर्दा व्यापार व्यवसाय उद्योग धन्दा सबै राम्रो भएर जानेछ। सासाना स्वास्थ्यमा गडबडी बाहेक अरू समस्या तपाईँहरूलाई आउँदैन। त्यस्तो गडबडी भइरहन्छ भने शनिबार पिपललाई जल चढाइदिनुहोस्, शनिबार माछा मासु नखानुहोस्, अल्कोहलहरू नखानुहोस्। त्यसले गर्दा तपाईँहरूलाई लाभ हुनेछ। र बृहस्पतिको प्रभावले गर्दाखेरि मीन राशिको दिन 2 गुणा रात 4 गुणा प्रगति हुँदैछ भने सूर्य बुध मङ्गलको प्रभावले पनि गुरु बृहस्पतिलाई एकदम साथ सहयोग दिनेछन्। किनभने 2083 सालमा गुरु बृहस्पति राजा हुनु, मङ्गल मन्त्री हुनु र गुरु बृहस्पति एका साथमा मन्त्री पनि पोजिटिभ भएर रहनु र साथ सहयोग गुरु बृहस्पतिलाई दिनु र यसले गर्दाखेरि शनिको प्रभाव पनि कम हुनु। सम्पूर्ण कुरामा तपाईँहरूलाई लाभ सबै राम्रो हुँदैछ। मित्रहरू, व्यापार व्यवसाय उद्योग धन्दा, विद्यार्थीको पढाइ, जागिर, कृषि सम्पूर्ण कार्यमा तपाईँहरूलाई सफल हुँदैछ। ठेक्कापट्टामा राम्रो हुँदैछ। वैदेशिक यात्रामा तपाईँहरूको सफलता मिल्दैछ। दर्शकवृन्द, यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने गुरु पराशर ज्योतिष, हाम्रो च्यानलको नाम हो गुरु पराशर ज्योतिष। गुरु पराशर ज्योतिषको कार्यक्रम राम्रो लागेमा 1 शेयर 1 लाइक अवश्य गरिदिनुहोस् र गुरु पराशर ज्योतिषलाई तपाईँहरूले 1 सब्सक्राइब गरेर हामीलाई हौसला दिनुहोस्। दर्शकवृन्द, हाम्रो यो च्यानलमा तपाईँहरू जति जोडिनु भएको छ सम्पूर्ण स्वदेश तथा विदेशमा रहने दर्शक र भक्तवृन्दहरूको जय होस्, कल्याण होस्, मङ्गल होस्।